सम्पूर्णमा नमस्कार। म फेरि पनि तपाईहरुको माझमा एउटा नयाँ भिडियो लिएर आएको छु। अन्तिमसम्म हेरेर प्रतिक्रिया चाहिँ दिनु होला। आज चाहिँ म भाग 4 राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्व अन्तर्गतको चाहिँ धारा 51 मा रहेका राज्यका नीतिहरूको बारेमा तपाईहरुलाई सामान्य जानकारी दिन गइरहेको छु। राज्यका नीति चाहिँ जम्मा 13 वटा छन् जस अन्तर्गत कमा राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षा सम्बन्धी नीति एकमा चाहिँ राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षा सम्बन्धी नीति। ख राजनीतिक तथा शासन व्यवस्था सम्बन्धी नीति ग मा चाहिँ सामाजिक र संस्कृति रूपान्तरण सम्बन्धी नीति। घ अर्थ उद्योग र वाणिज्य सम्बन्धी नीति। ङ मा कृषि र भूमि सुधार सम्बन्धी नीति। च विकास सम्बन्धी नीति। छ मा चाहिँ प्राकृतिक साधन स्रोतको संरक्षण संवर्धन र उपयोग सम्बन्धी नीति। अनि ज मा चाहिँ